टिप्पर र कार ठोकिँदा 2 जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्ग स्थित पथलैया निजगढ सडक खण्डमा पर्ने जितपुर सिमरा उपमहानगरपालिका 16 भुइँपुल नजिकै टिप्पर र कार ठोकिँदा 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो 3 बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र 203001 ख 0607 नम्बरको टिप्पर र पथलैयाबाट निजगढ आउँदै गरेको बास 01025 5076 नम्बरको कार एक आपसमा ठोकिएको थियो। उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहतवा नगरपालिका 15 हजरिया बस्ने 46 वर्षीय नारायण हरि शर्माको मृत्यु भएको हो। मृत्यु भएको कार चालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि निजगढ नगरपालिका स्थित अस्पताल लगिएको थियो, तर चेक जाँच गर्दा 2 जनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ। दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन्। उनको खोज तलास भइरहेको प्रहरीले जनाएको छ।